होस् हामी परमेश्वरको वचन सुन्नेछौँ र त्योभन्दा अगाडि हामीले स्लाइडमा हेर्नेछौँ यो वर्षको हाम्रो घोषणा के थियो भनेर। यो वर्षको घोषणाको वचन हामीले यहाँ प्राय देखाउने गर्छौँ। भाइ त्यही देखाइदिनुहोस्। र हामीले यो हेर्दा हेर्दै भजन सङ्ग्रह 107 कतिजनाले पढ्नुभयो? मैले ग्रुपमा सूचना हालेको थिएँ। पढ्नेलाई थोरै धन्यवाद, नपढ्नेलाई यस हेतुले धेरै धन्यवाद दिन चाहन्छु कि म आशा गर्छु अर्को दिनहरूमा पढ्नुहुन्छ। कुनै पनि कुराहरू हामीले सूचना गर्दाखेरि सकेसम्म हेर्नुहोस्। हेर्नुभएको छैन भने केही फरक पर्दैन। यदि पछि हेर्नुहुन्छ भने पढ्नुहोस्। र आज यो वचन हजुरहरूले पढ्दाखेरि अवश्य पनि हजुरहरूलाई अन्दाज भयो होला यो खण्डबाट पास्टर बुवाले केही बोल्नुहुन्छ कि भनेर अन्दाज पक्कै पनि भयो होला। जब हामी यो खण्ड पढ्छौँ नि प्रिय हो, एकदमै हामी परमेश्वरप्रति धन्यवादी हुन्छौँ। बाइबल जसले पढेको छ, जसले बाइबललाई विश्वास गर्छ, जसले परमेश्वरको वचनलाई विश्वास गर्छ, जो प्रभुको डर भयमा रहेर जिउँछ नि, यदि त्यो व्यक्तिले यो पढेको छ भने ऊ एकदम आफ्नो हृदयमा परमेश्वरप्रति धन्यवादी हुन्छ। सर म पढ्दिनेछु है, सर म पढ्दिनेछु। ध्यान दिएर सुन्नु होला। पछि गएर पढ्नु होला। म फास्ट पढ्नेछु। मलाई एकदमै यो पढ्ने मेरो हृदय एकदमै मेरो मन छोयो। यो हजुरहरूले पनि ध्यान दिएर सुन्नुहोस्। ठुलो खण्ड छ र ध्यान दिएर सुन्नुहोस्। सबै सङ्कष्टमा परमेश्वर सान्त्वना। कस्तो कस्तो सङ्कष्टमा? यदि परमेश्वरले मलाई सङ्कष्ट दिनुभएको छ भने उहाँले के पनि दिनुहुन्छ? सान्त्वना। आमेन। यदि हामीले सङ्कष्ट पाएका छौँ र परमेश्वरको सान्त्वना पाएको छैन भने यो कि शैतानबाट आएको हुन्छ कि हाम्रै पापको कारणले आएको हुन्छ। फेरि म भन्छु, यदि परमेश्वरले कुनै पनि सङ्कष्ट दिनुहुन्छ भने सङ्कष्टको सँगसँगै उहाँले के पनि दिनुहुन्छ? सान्त्वना दिनुहुन्छ। र यदि परमेश्वरबाट सङ्कष्ट आएको छैन भने सम्भावना के छ भने त्यो सङ्कष्ट मेरो आफ्नै कारणले अथवा मेरो पापको कारणले अथवा शैतानले लिएर आएको। नत्र भने बाइबलको वचन मेल खाँदैन। किनभने परमेश्वरले हामीलाई यतिसम्म सहने पीडाहरू दिनुहुन्छ कि त्यो सहनुको साथसाथै हामीले त्यसलाई सहने बल पनि प्राप्त गर्छौँ। कहाँ लेखेको छ यो कुरा? बीका पढ्नेहरू कतिजना हुनुहुन्छ? बीका पढ्नेहरू, बीईमा पढ्नेहरू कतिजना हुनुहुन्छ? के लेखेको छ त्यहाँ? मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू कुनै परीक्षा परेका छैनौ। तर परमेश्वर के हुनुहुन्छ? विश्वास के हुनुहुन्छ? जसले तिमीहरूका शक्तिदेखि बाहिर कुराहरूमा परीक्षा पर्न दिनुहुने। यसकारणले प्रिय हो, परमेश्वरको वचनको सत्यतालाई हामीले अँगाल्नुपर्छ। यस कारणले गर्दा हामी गम्भीर भएर यो खण्ड पढौँ।
सर हामी खण्ड पढ्नेछौँ। भजन सङ्ग्रह 107। परम प्रभुमा धन्यवाद चढाऊ किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आमेन। परमेश्वर कस्तो हुनुहुन्छ गरे? भलाइ गर्ने जिब्रोले यसरी भन्दैन, आहा तपाईको वचन कस्तो मिठो, यसरी भन्यो। परमेश्वर कस्तो हुनुहुन्छ गरे? भला हुनुहुन्छ। सक्यो कुरा। धेरै दायाँ बायाँ कुरा नगर्नुहोस्। मैले धेरै दायाँ बायाँ कुरा गरेर फाइदा छैन। यस्तो हो उस्तो हो त्यो नाटक चल्दैन परमेश्वरको अगाडि। यदि मैले भन्छु भने म त्यही कहाँ आज एकदम गिल्टी फिल भइरहेको थियो। किनभने वास्तवमा यदि मण्डलीमा सबभन्दा बढी पापी यदि घोषणा गर्छु भने म अरूलाई भन्दिनँ, नम्बर 1 पापी यस पुलपिटमा रहेर प्रचार गर्दै हुनुहुन्छ। तर त्यो नम्बर 1 पापीको भन्दा ठुलो शक्तिशाली परमेश्वर हामीसँग हुनुहुन्छ। उहाँले पापसँग लड्ने शक्ति पनि। हजुरले भन्नुहुँदो होला पास्टर त नम्बर 1 पापी, कुनै ठुलो पाप गर्नुभएछ। तर म भन्छु मेरो बाइबलमा लेखेको छ दाउदले आफूलाई किरासँग तुलना गर्नुभएको छ। दाउद परमेश्वरको हृदय अनुसारको मानिस। अब तपाईलाई अलि कता स्वीकार गर्न सहिलो भयो पास्टर नम्बर 1 पापी हुनुहुन्छ भनेर? दाउदले सबैभन्दा परमेश्वरको हृदय अनुसारको मानिसले म त किरा हो भन्न लाज लागेन। हामीलाई आफ्नो पाप स्वीकार गर्न साह्रै लाज लाग्छ। एकजना प्रभु दासले के भन्नुभएको छ भने मानिसको आत्मिक वृद्धिमा अगाडि बढ्न रोक्ने सबैभन्दा डरलाग्दो पाप थाहा के हो? लाज र शर्म। किनभने शैतानले नङ्ग्याउने व्यापार कहिलेदेखि सुरु गरेको? अदनको बगैँचामा। शैतानले मान्छेलाई नाङ्गो पर्ने व्यापार अदनको बगैँचामा सुरु भएको आजसम्म पनि सबभन्दा बढी व्यापार फास्ट यदि व्यापार गर्न छ भने नङ्ग्याइदिनुस्, मानिसलाई फेमस हुन समय लाग्दैन। हो कि होइन? मैले गल्ती भन्दैछु? यो पापको बिउ रोपेको कसले हो? शैतानले हो। अदनको बगैँचा नाङ्गो भयो मानिस। प्रिय हो, यस कारणले गर्दा मैले यो जुन खण्डै पढ्दैछु नि त्यसै मैले पढेको। परम प्रभु के हुनुहुन्छ? चाहे मेरो दाँत भाँचियोस्, चाहे मेरो छोरा मरोस्, चाहे मेरो श्रीमतीको मृत्यु होस्, चाहे मेरो मृत्यु होस्, परमेश्वर के हुनुहुन्छ? नयाँ नयाँ नाटक चल्दैन परमेश्वरमा। यदि हामी यसरी भन्छौँ ए होइन परमेश्वर भला हुनुहुन्छ फेरि ड्रामा गर्न थाल्छौँ, परमेश्वरको होइन। एउटै जिब्रोले परमेश्वरको आराधना र एउटै जिब्रोले श्राप चल्दैन। र नम्बर 1 ड्रामाबाज म नै हुन्छ। यस कारणले आज जे म भन्दैछु मबाट सुरु गर्दैछु, हजुरलाई स्वीकार गर्न सजिलो होस् र यो रियलिटी पनि हो। परमेश्वर कस्तो हुनुहुन्छ गरे? भला हुनुहुन्छ। परम प्रभुले छुटकारा दिनुभएकाहरूले यसै भन्नुहुन् जसलाई उहाँले बैरीहरूका हातबाट मोल तिरेर छुटाउनु भयो। कसले भन्ने गरे यो कुरा? छुटकारा पाएकाहरूले पक्कै भन्नुहुन्छ। आमेन आमेन। जसले छुटकारा पाउनु भएको छैन नि उहाँको जिब्रोबाट परमेश्वर उस्तो उस्तो ABCDEFGH के हो के आउँछ? जसले परमेश्वर नजदिकबाट चिनेको छ नि, प्रभु भला। अस्ति लाल दाजुले यहाँ के भन्नुभयो? मेरो एक्सिडेन्ट भयो। किन? मेरो गाडीको एक्सिडेन्ट हुन गइरहेको थियो। त्यो गाडीको एक्सिडेन्ट नभएको भए त म सम्भावना के थियो म कहाँ हुन्थे? त्यही गाडीमा जुन गाडीको के भयो एक्सिडेन्ट भयो, उहाँले यहीँबाट आयो भनेको होइन। त्यस कारणले परमेश्वरले एक्सटेन्ड गरिदिनु होला, सक्यो। कतिचोटि परमेश्वरले हामीलाई कस्तो बनाइदिनुहुन्छ? एक्सिडेन्ट
एक्सिडेन्ट गाडीमै हुनु पर्दैन, मान्छेद्वारा पनि एक्सिडेन्ट हुन्छ, पैसाबाट पनि के हुन्छ, एक्सिडेन्ट हुन्छ। ख्याल गर्नुहोस्, थुप्रै खालको जीवनमा एक्सिडेन्ट हुन्छ। तर हामीले स्पष्ट हुनुपर्छ, भन्नुपर्छ, छुटकारा पाएकाहरूले के भन्नु, परम प्रभु के हुनुहुन्छ गरे भला। आज जुन हामीले प्रतिज्ञा भर्स जुन हामीले पढेको छौँ नि, एकचोटि प्रतिज्ञा भर्समा सबैले पढ्नुहोस् त। सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। कतिचोटि परिस्थितिमा धन्यवाद दिने गरे। पास्टर मनोहरले छपाएर ल्याएको होइन, परमेश्वरले भन्नुहुन्छ मेरो चित्त बुझोस् या नबुझोस्। प्रिय हो, जब हामी परमेश्वरको आत्मासँग घनिष्ठ सम्बन्ध हुन्छ नि, यो कुरा भन्छौँ। जब यो कुरा भन्छौँ नि, हामीले कहिल्यै पनि मानिसको दोष यहाँ गाह्रो होला। यहाँ बिचरा मैले एकजनासँग यही कुरा गाडीमा डिस्कस गर्छु, मलाई थाहा छ धेरै गाह्रो हुन्छ। मलाई चित्त बुझ्दैन, हजुरलाई के चित्त बुझ्छ? मेरो धेरै चित्त नबुझ्ने कुराहरू छ परमेश्वरसँग, तर कहाँ गएर सोध्ने? स्वर्गमा गएर पाइन्छ सोध्न, नपाउने कुरा बुवा हो, सोध्न पाइहाल्छ। पृथ्वीमा सोध्न थाहा के हुन्छ समस्या? यदि कसैले मान्छेलाई दोष दिन्छौ नि, जिन्दगीभरि हजुरले त्यो मान्छेको दोषलाई लिएर बाँच्नुहुन्छ मनमा मान्छे यसले मलाई यस्तो गर्यो, यसले मलाई यस्तो गर्यो। यसको मतलब यदि कसैले गोप्यमा अरूलाई क्षमा गर्छ नि, त्यो मानिसको क्षमा कहाँ पनि स्वीकार हुन्छ? स्वर्गमा। र जो मानिसले अरूको पाप क्षमा गरेको छैन भने स्वर्गमा स्वीकार हुँदैन। यसकारण म अलिकति कडा प्रकारले उसले यस्तो गरे, उसले यस्तो गरे, उसको पाप लिएर म, भार लिएर म जिन्दगी दौडिरहेको छु। त्यो घाइते भएर दौडेर के काम? यस कारण म भन्छु 2025 के को हामी वर्ष घोषणा गर्ने हो? महिमाको वर्ष। धन्यवादको वर्ष 2024 हो। अब धन्यवाद दिएर मात्र होइन, परमेश्वर तपाईको महिमा छ। महिमा पाउने बित्तिकै के हुन्छ? हामीले घोषणा गर्ने पद कुन हो? यशाया 60 को 1 र 2 देखाइदिनुहोस् भाइ। पढ्नुहोस्। उठ, प्रकाशमान हो, किनकि तेरो प्रकाश आएको छ र परम प्रभुको महिमा तमाथि। जब परमेश्वरको महिमा उदाएपछि हामी के हुन्छौँ? अहिले मैले रुबेनलाई उठ भनेपछि के गर्नुहुन्छ उहाँ? रुबेन भाइ उठ्नुहोस्। उहाँ के हुनुभयो? त्यो कुरा यहाँ भनेको होइन, ख्याल गर्नुभयो। बस्नुहोस् भाइ। एउटा भाषामा आँखाले देखिने उठ्ने कुरा गरेको होइन। सुतेको मान्छेले उठ उठ, गाडी छुट्यो उठ, त्यो भनेको होइन। यहाँ भनेको थाहा छ के हो? जब अदनको बगैँचामा, ध्यान दिएर सुन्नु होला, जब अदनको बगैँचामा आदम र हव्वाले के गरे? पाप गरे। परमेश्वरले के भन्नुभयो? परमेश्वरले के भन्नुभयो? आदम त परमेश्वरले लुकामारी खेलेको आदमसँग। यो खण्ड अनुसार त यही हो। कहाँ छौ? मलाई यसो आऊ न, देखाऊ न, म त तिमीलाई देख्नै सकिनँ, त्यो भनेको होइन। परमेश्वरले उठ त कहाँ छस् भनेको? हाम्रो डाइरेक्सन, हामी ठाउँ देखाइदिएको। यो तिम्रो रङ ठाउँ हो, तिमी यहाँ हुनु हुँदैन, तिमी उठ। अरूलाई क्षमा गर्यो,
आफ्नो पापसँग पश्चाताप गर, तिमी उठ, तिमीलाई परमेश्वरले थुप्रै दान वरदान दिनुभएछ, तिमी कहाँ यसरी बस्ने हो, तिमी उठ, परमेश्वरको लागि उठ, परमेश्वरको योजना अनुसार जियो। त्यो भन्न खोजेको यो सुतेर उठेको मान्छे उठ भनेको होइन। यो आफ्नो हृदयलाई पापबाट उठाएर परमेश्वरको ठाउँमा, परमेश्वरको धरातलमा ल्याउने, त्यो भनेको यहाँ उठ उठ प्रकाशमान। हजुरलाई यसरी बुझ्न सजिलो हुन्छ। हिरा थाहा छ नि, हिरालाई यदि हामीले कालो बक्समा राख्छौं भने पक्का हिरा के हुन्छ? के हुन्छ? हामीले लास्ट सिटबाट हिरालाई देख्न नसके भने पनि के देख्न सक्छौं? त्यसको प्रकाश देख्छौं। सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ? यदि हामीले बक्समा यहाँ हिरा राखेछौं, हिरा देखिन्न, के देखिन्छ? त्यसको प्रकाश देखिन्छ। महिमा भनेको वास्तवमा त्यही हो। परमेश्वरलाई हामी देख्नै सक्दैनौं, जस्ताको तस्तै हामी नाश हुन्छौं, अनि परमेश्वरले आफ्नो के देखाउनुहुन्छ? महिमा देखाउनुहुन्छ। परमेश्वर हुनुहुन्छ, उहाँबाट निक्लेको प्रभाव, उहाँले गर्नुभएको काम, उहाँले गर्नुभएको शक्तिशाली आश्चर्य कर्म, उहाँको प्रभाव, परमेश्वरको प्रभाव देखिन्छ नि, त्यहाँ परमेश्वरको महिमा हुन्छ। हजुरको फोहर बोली छ, अब यो फोहर बोली मैले युज गर्दिन, म सत्य बोली बोल्छु। अब यो जिब्रोबाट के निक्ल्यो? महिमा आयो परमेश्वर। अब खराब ठाउँमा जाँदिन, अब खुट्टाबाट के भयो? परमेश्वरको महिमा भयो। यो आँखाले नचाहिने कुराहरू हेर्दिन लुकी लुकी युट्युबमा, यो आँखाले लुकी लुकी गलत मानिससँग च्याट गर्दिन, यो आँखाले फोहर फिल्महरू हेर्दिन। आँखाबाट के हुन्छ? परमेश्वरको। फेरि हेर्ने के, त्यो पनि ख्याल गर्नुपर्छ। हेर्ने के फेरि? एउटा म त रक्सी छोडे, तर हरेक दिन एक बोतल पेप्सी चाहिन्छ। रक्सी छोडिदिए, 1 नम्बरको ट्याङ्कर थिए रक्सी खानामा, रक्सी छोडिदिए, तर के खान सुरु गरे? रक्सी भन्दा डर लाग्दो के हुन्छ? बरु रक्सी के खाए ठिक थियो। त्यो भन्दा डर लाग्दो रोग त यो पेप्सीबाट आउँछ त। धेरैचोटि हामी के हुन्छ भने शैतानको बाटोमा हिँड्न छोडे, थाहा छ के गर्छ शैतानले? थाहा छ के गर्छ? राम्रो कुरा ल्याइदिन्छ। शैतानले के ल्याउँछ? गुड ल्याइदिन्छ। थाहा छ किन? गुड ल्याएको चाहिँ मक्ख पर्छौं, तर के छुट्छ? के छुट्छ? गुड शैतानले दिएपछि के छुट्छ? बेस्ट छुट्छ। ख्याल गर्नु। कतिपटक शैतानले हामीलाई गुड, राम्रो मानिस छ, एकदम ठिक छ, म पनि विश्वासी, म पनि विश्वासी, तर यो थाहा हुन्न त्यो विश्वासीले मलाई खाल्टोमा होसै हुन्न। म पनि विश्वासी, खाना पाए हुन्छ, जान पाए हुन्छ, घुम्न पाए हुन्छ, होइन। तपाईको मलाई त्यो रोङ मानिस हो। तपाई परमेश्वरको योजना अनुसार त्यो मानिस होइन। टाढिनुहोस् त्यो मानिससँग। तपाईको हितैषी भए पनि तपाई त्यो मानिसलाई आफ्नो भेटघाटमा डिलिट गरिदिनुहोस् नि। त्यो मानिसले तपाई परमेश्वरको ठूलो योजनालाई पूरा गर्नको लागि तपाईलाई परमेश्वर जे तयार गर्नुभएको छ त्यो समय उसले बर्बाद गर्यो। त्यसकारणले कहिलेका शैतानले राम्रो काम पनि दिन्छ, तर के गुमाउनुहुन्छ? बेस्ट हो। मेरो परमेश्वर दिएपछि गुड र बेटर दिनुहुन्न, राम्रो होइन। मेरो परमेश्वर दिएपछि के दिनुहुन्छ? पत्यार लाएन, अलि कडा भयो। 1:2 पद पढ्नुहोस्। पास्टर बुवाले त्यसै हावा मुक्का हिर्काएको होइन, पढ्नुहोस्। 1:2 पद पढ्नुहोस्। कतिलाई याद होला? मुसु मुसु हाँस्नु होला। पढ्नुहोस्। वाव! योभन्दा अगाडि मैले के भनेको थिएँ? एक पटक यो मण्डलीमा दाउद राजाले परमेश्वरलाई के भनेको छन्?
हे परमेश्वर, भजन सङ्ग्रह 18 को 1 पद होला। वाव! हे परमेश्वर लेखेछ त्यही, ठिक छ नि? भजन सङ्ग्रह 18 को 1। आमेन। हे परम प्रभु मेरो शक्ति, म तपाईलाई के गर्छु? प्रेम गर्छु। यो हो भन्न खोजेको महिमा आउनु भनेको अर्थ। महिमा आउनु भनेको तपाईले युट्युबलाई पनि प्रेम गर्नु हुन्न, फेसबुकलाई पनि प्रेम गर्नु हुन्न, तपाईको बॉयफ्रेन्डलाई पनि प्रेम गर्नु हुन्न, तपाईको गर्लफ्रेन्डलाई पनि प्रेम गर्नु हुन्न, तपाईले पैसालाई पनि प्रेम गर्नु हुन्न, आफ्नो ब्युटिफुल र ह्यान्डसम चेहरालाई पनि प्रेम गर्नु हुन्न। हे परमेश्वर मेरो शक्ति, कसले भनेको? राजाले भने। राजाले के भनेछन्? मेरो बीडा, मेरो पावर, मेरो पैसा। कति दान गरे? के गरे दाउद राजाले? 22 टन के अरे? यहाँ त तोला कुरा भइरहेछ। दान, यहाँ दान कति दिएको छ? तोला गन्दै बस्नुस्। के छुटिरहेछ? के छुटिरहेछ? टन छुटिरहेछ। बेस्ट कुरा त्यो, टन छुटिरहेछ, त्यो पनि लिने दिनको लागि टन। के गन्दै बसेछ? कति बेला नेपाल जान्छु 50 ग्राम लिन्छु, एयरपोर्टमा जाउँ बेच्छु, आउने जाने खर्च। यो सुका र मोहरमै जिन्दगी पर्छ। मैले गलत भन्दैछु? मैले किन भनेको यो कुरा? कसले दान गरेको? कसले दान गरेको? ओहो छुट्यो है, 150 छुट्यो, टन छुट्यो, कहाँ मान्ने कुरा भएन। तोला त मान्दैन मान्छेले। कति छुट्यो? कति रहेछ? ओह सुनै रहेछ? पक्का? यहाँ त कुरा केमा अल्झिरहेछ? तोलामा। यहाँ कुरा के भइरहेछ? टनको टन। त्यही हो, आँखाले नदेख। मैले किन भने थाहा छ? दाउदको कुरा किन हो थाहा छ? दाउद राजा हुनुभन्दा अगाडि के थिए? गोठालो। गोठालोसँग 200 टन सुन हुन्छ। कसले दिनुभयो? परमेश्वर। जब परमेश्वरलाई प्रेम गर्न थाल्नुहुन्छ नि, तपाईले आफ्नो सर्वस्व परमेश्वरलाई दिनुहुन्छ। त्यो 1000 रियाल के कुरा गर्ने? 2000 तपाईले नभन्नु होला, पास्टर बुवाले फकाएर 5000 रियाल 10000 रियाल यदि बिल्डिङको लागि हो भने ल्याउँदै हुन्थ्यो। मैले भन्न खोजेको होइन, मैले भन्न खोजेको होइन। एउटा गोठालोले जब आफ्नो बेस्ट कुरा छान्छ नि, एउटा गोठालोले परमेश्वरबाट पाउने बेस्ट कुरा पाएपछि उसले कति टन गरे? 200 टन दान दिन सक्ने पैसा कमाएको हुन्छ। प्रिय हो, जो हामी परमेश्वर गम्भीर प्रकारले परमेश्वरको वचन पढ्छौँ नि, हामी लाटो भएर प्रभुलाई हेर्न बाहेक केही गर्छ। गम्भीर छ परमेश्वरको वचन, एकदम गम्भीर छ। यस कारणले गर्दा हामीले परमेश्वरलाई कुनै पनि कुराको दोष दिन हुन्न। जहिले पनि प्रभु जे गर्नुभयो धन्यवाद। सबै परिस्थितिमा परमेश्वरलाई, तपाई परमेश्वरलाई प्रेम गर्ने मानिस हुन्छ, म परमेश्वरलाई प्रेम गर्ने मानिस। यदि हामी परमेश्वरलाई प्रेम गर्ने मानिस छौँ भने कहिल्यै पनि परमेश्वरले कम्प्लेन नगर्नु। तर झगडा गर्न पाइन्छ, न्यु खोज्न पाइन्छ। कोसँग? न्यु खोज्न पाइन्छ नि। बाबुसँग न्यु खोज्न नखोजेर कोसँग काम? झगडा गर्नुहोस्, प्रभुसँग रुनुहोस्, प्रभुसँग के हो यस्तो पारा, यस्तो भएन नि, कस्तो गाह्रो भइसक्यो, यसरी कहाँ यसरी हेप्न मिल्छ, कहाँ यसरी जे एक्लैमा बन्नुहोस्। जब एक्लैमा प्रभुसँग झगडा गर्नुहुन्छ, जब एक्लैमा प्रभुसँग गुनासो पुग्नुहुन्छ, जब एक्लैमा प्रभुसँग रुनुहुन्छ नि, तपाईलाई परमेश्वरले पब्लिक मानिसहरूको बीचमा उचाल्नु। परमेश्वरको सिद्धान्त। अघि
योसेफको कुरा गर्दा योसेफ जेलमा भएपछि यस्तो नाटक छोरा नाटक गरेको होइन। आशिष पाउने बेला धन्यवाद, अनि दुःख पाउने बेलामा रोवाई सुरु भयो। हाम्रो पारा यही होइन, हाम्रो पारा यही होइन। हामी सेल्फिस हुन्छ, स्वार्थी हुन्छ, यो कुरा हामीले बुझ्नु पर्छ। जेलमा हुँदाखेरि रुने परमेश्वरले किन योसेफलाई प्रधानमन्त्रीमा थाहा छ? अघि भाइले भन्दा म ट्याक्क टिपिहालेँ, मेरो डायरी छ एउटा, डायरीमा टिपिहालेँ। यस्तो कुरा म सिक्लिँदैन। परमेश्वरले योसेफलाई प्रधानमन्त्री बनाउनुको कारण के भने दाइहरूले खाल्टोमा हाल्दाखेरि पनि नाटक त्यहाँ भएन। हाम्रो त अलिकता सेलरी नपाओस् त नाटक सुरु। अहिले यसो त जना मान्छे हामीलाई कुर्दियोस् त नाटक सुरु। एक नम्बरको नाटक र नाटकबाज र डाँयेबाज को हो? मान्छे हो। फेरि पनि भन्छु, एक नम्बरको डाँयेबाज र नाटक को हो? त्यो मान्छेहरू को हो? यही हो, हामी हो। त्यस कारणले गर्दा परमेश्वरमा इमान्दार हुनु। प्रभु तपाईँले जे गर्नुभयो मलाई चित्त बुझेको छैन, तर तपाईँ असल हुनुहुन्छ। मेरो सेलरी बढेको छैन, तर तपाईँ असल हुनुहुन्छ। मेरो जीवन भरि जस्तो भएको छैन, तर तपाईँ के हुनुहुन्छ? प्रिय हो। जब यसरी हामी बोल्ने बानी सुरु हुन्छ नि, शैतानको टाउको त ढुङ्गाले हिर्काएर थिचारे जस्तै मजाले थिचारिन्छ। धन्यवाद दिनुको अर्थ शैतानको शिरलाई के गर्नु हो? उच्याउनु। परमेश्वर राइट, म गल्ती हुन सक्छु, मेरो चरित्र गल्ती हुन सक्छ, तर मेरो परमेश्वर कहिले पनि गल्ती। शैतानलाई साह्रै रिस उठ्छ। उसको उद्देश्य परमेश्वरलाई दोष देऊ न यार, के तिमीले मान्छेसँग झगडा गर, यसो दुचार कि देऊ न, अनि पो मलाई मजा आउँछ। कसको भाषा हो यो? त्यस कारणले गर्दा हामी परमेश्वरलाई के गर्नुपर्छ? धन्यवाद दिनुपर्छ। भजन सङ्ग्रह 106:3 पददेखि म पढ्छु। तिनीहरू मलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्थल उजाड स्थानमा हुँदो अलमली हिँडे र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्। भोक र प्यासले छिण भई प्राण जाला जतिकै भइसकेको थियो। तब तिनीहरूले आफ्नो दुःखमा परम प्रभुको दुहाई गरे। कस्तो अवस्थामा परमेश्वरको दुहाई गरे? प्राणै जान थालिसक्यो। हामी त के भन्छौँ? हेर हेर हेर, यसले गर्दा हो कि कस्तो मिठो खाना थियो छोरा, यसले गर्दा मर्नै पर्ने ठाउँमा ल्याइदियो यो मानिसले। हामी कसलाई आफ्नो कमी कमजोरी र दुःखको साटो कसलाई दोष दिन्छौँ? कसलाई दुहाई गर्नुहोस्? कसको अगाडि रुनुहोस्? रुने ठाउँ भन्छ प्रिय हो परमेश्वरको अगाडि रुनुहोस्। परमेश्वरको अगाडि रोयो भने हामीले काम गर्न सक्दैनौँ, परमेश्वर आएर काम गर्न थाल्नु। आमेन। त्यस कारणले गर्दा यहाँ यो कुरा लेखिएको छ। 6 पद, भजन सङ्ग्रह 107 को 6 पद। तब तिनीहरूले आफ्नो दुःखमा परम प्रभुको दुहाई गरे र उहाँले तिनीहरूलाई आपतबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्याएर एउटा सहरमा पुर्याउनु भयो जहाँ तिनीहरू बसोबास गर्न सके। मरुभूमिबाट कहाँ पुर्याउनु भयो? सहरमा। मरुभूमिबाट कहाँ पुर्याउनु भयो? यस कारणले गर्दा मरुभूमिमा हुँदाखेरि हामी धन्यवाद दियौँ, सहरमा पुगेपछि हामी परमेश्वरले अझ हामीलाई बढी आशिष दिनुहुन्छ। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। के को लागि परमेश्वर धन्यवाद चढाउने? हाम्रो लागि परमेश्वरले गर्नुभएको आश्चर्य कर्मलाई सम्झेर हामी धन्यवाद देऊ र हाम्रो जीवनमा सबैभन्दा ठुलो आश्चर्य कर्म क्रुसमा प्रभु येशूले बगाउनु भएको रगतबाट भएको महान काम। जो मानिसले आफूलाई हरेक दिन क्रुसको मृत्युलाई सम्झिन्छ नि, उसले कहिल्यै पनि गनगने बानी गर्दैन। जो क्रुसको मृत्युको अगाडि हामी आएपछि त त्यहाँ गनगन गर्ने कुनै ठाउँै छैन, किनकि सबै गनगन गर्ने त कहाँ गइसक्यो?
क्रुसमा गइसक्यो, त्यो क्रुसमा झुन्ड्याइएको पापलाई फेरि लिएर गनगन गर्न हुँदैन। बाइबलको वचनले हामीलाई यही कुरा सिकाउँछ। 10 पद, ओके 9 पद, किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। मेरो परमेश्वर भोकाएपछि खबुस दिने परमेश्वर हुनुहुन्न। ल खाऊ, भोकाएछ दही र खबुस खाऊ, 2 रियालमा 5 जना काम। कस्तो भोजन दिनुहुन्छ गरे? उत्तम, बेस्ट। मैले त्यसकारणले अघि भने मेरो परमेश्वरले के दिनुहुन्छ जहिले पनि? बेस्ट कुरा दिनु। तर बेस्ट कुरा दिनुभन्दा अगाडि 2-4 झापड हिर्काउनुहुन्छ। यसको मुखबाट के निक्लिँदो रहेछ? यसका लागि कुटाई खाने बेलामा मुखबाट के निक्लिनु पर्छ? बेस्ट। एक झापड दियो, के निक्ल्यो? बेस्ट। त्यो बेस्ट के हो? धन्यवाद। एक झापड दियो, धन्यवाद। उनले एक कुटाले दियो, धन्यवाद, धन्यवाद, धन्यवाद। सास फेर्नुस्, तर के गर्नुस्? परमेश्वरलाई गजबमा जाउँछ। यो मान्छेले जे गर्दा पनि ल जे लिन्छ ल। धन्यवाद गर्दा 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 त धन्यवाद दिँदै परमेश्वरले हामीलाई मरुभूमिबाट कहाँ पुर्याइदिनुहुन्छ? सहरमा। अनि के रहस्य प्राप्त हुन्छ? रहस्य के पाइन्छ? परमेश्वरलाई आशिष पाउनु छ भने के गर्नु पर्दो रहेछ? धन्यवाद दिनु पर्दो रहेछ। उहाँले त मरुभूमिबाट कहाँ ल्याइदिनु भयो? रुकुम रोल्पाबाट काठमाडौँको सहरमा घर बनाएपछि अमेरिका जान टाइम लाग्छ? बरु रुकुम रोल्पाबाट काठमाडौँ पुग्न कति दिन लाग्ला? काठमाडौँको एयरपोर्टबाट काठमाडौँ उड्न, सरी काठमाडौँको प्लेनबाट अमेरिका उड्न केही घण्टा मात्र लाग्छ। मैले भन्न खोजेको कुनै पनि परिस्थितिमा हामीले कुनै पनि कुराको सामना गरौँ, प्रभु तपाईँ धन्यवाद, तपाईँ धन्यवाद दिनुहोस्। मलाई यो गाह्रो भएर मलाई शक्ति दिनुहोस्। मलाई धेरै गाह्रो भयो, म सहन सक्ने अवस्थामा छैन, मलाई सहायता गर्नु। तपाईँ मर्नु, तपाईँ भन्दा भन्दा के हुनुभयो? के हुनुभयो? अनि परमेश्वरले एउटा स्वर्गदूत पठाउनुहुन्छ। उठ, तातो रोटी छ भुङ्ग्रोले पोलेको, गएर के गर? कसलाई भनेको यो कुरा? आत्महत्या गर्न गएको मान्छे 40 दिन केही पनि नखाएर हिँडेको थियो। एक छाकको खाएकोले एउटै खवाईमा कति दिन पुग्यो? 40 दिन। मेरो परमेश्वर त्यस्तो हो। सुसाइड गर्न गएको मान्छेलाई 40 दिनसम्म हिँड्ने के प्राप्त भयो? हामीले कुन वर्ष जाँदैछौँ? कुन वर्ष? किन के हामीले घोषणा गरेका छौँ? के घोषणा गर्न गएका छौँ? आज भन्दा धेरै 1000 वर्ष अगाडि हाम्रो परमेश्वरले एउटा मानिसलाई 25 वर्षपछि उत्तर दिनुभयो। त्यो मानिस को थिए? त्यो मानिस को थिए? जुन गोरुको सिङ छैन उसको नाम तिखे भन्ने कुरा नगरौँ न प्रिय हो। अब्राहमले 25 वर्षपछि के पाए? सन्तान पाए। यो कुन वर्ष हो? आउने वर्ष 2025। अब्राहम विश्वासको पिता भनेको अहिले। यसकारणले प्रिय हो, महिमाको वर्ष आउँछ भने परमेश्वर तपाईलाई कहाँबाट कहाँ लाउनु तपाईलाई थाहा छैन, मलाई थाहा। 25 वर्ष किन लागेको होला? अलि सर्टकट छैन प्रभु? परमेश्वरले के भन्नु होला? पछि हाँस्नु भयो होला। बुढाबुढी दुईले हाँसे। अर्को वर्ष यो सारा भन्ने आइमाईको सन्तान हुन्छ, खिखिखि गरेर खितिति गरेर हाँसिदिए। कस्तो हँसाउने कुरा गर्नु? परमेश्वर हँसाउने कुरा गर्नुहुन्न, परमेश्वरले सत्य कुरा गर्नु। किन सारा हाँसेको मैले भने कुरा? होइन, हाँसेको झुट बोल्न पनि नम्बर 1 थियो। हाँसेको होइन, बुढा पनि हाँसे, बुढी पनि हाँसे, दुईचोटि एउटा घटना छ। तर परमेश्वरको प्रतिज्ञा हाँसोमा उडेन। परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गरेर त्यो खिल्लीको हाँसोलाई खुसीको हाँसोमा परिवर्तन गर्नुभयो। त्यो परमेश्वरलाई हामीले विश्वास गरेका।
आमेन। हामीले 2025 लाई यदि महिमाको वर्ष घोषणा गर्ने इच्छा राख्छौं भने हामी तयार हौं प्रिय। मैले पुरै महिमा भन्ने कहाँ शब्दहरू छ बाइबलमा, अलमोस्ट महत्त्वपूर्ण खण्डहरू मैले पुरै नोट गरेर राखेको छु। मसँग पुरै नोट छ। मेरो ठुलो इच्छा छ महिमा को अर्थ सिकाउनु पर्छ। 1 वर्ष लाग्छ यो सिक्न, धेरै गाह्रो रहेछ। म त सुरुमा तयार भएँ एउटा वचन तयार गर्न, वचन तयार गर्दै 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 यो त महिमा भन्ने कसरी सिकाउने मण्डलीमा ठुल्ठुलो वक्ताहरूको बाइबल स्टडी अध्ययन गरेँ। जसले पनि भन्छ यो त सिकाउने गाह्रो छ। अनि मैले कहाँ छ महिमा शब्द भन्ने कुरा मैले पुरै बाइबलमा अध्ययन गरेँ। मैले थुप्रै खण्ड हेरेपछि म अचम्म लाग्यो। सजिलो होइन परमेश्वरको महिमाको बारेमा सिक्न, तर यदि हामी तयार छौँ भने प्रभुको आत्माले हामीलाई त्यो गर्नुहुन्छ। त्यस कारणले गर्दा परमेश्वरले हाम्रो जीवनको हरेक परिस्थितिमा जब जब उहाँले टेस्ट गर्नुहुन्छ नि, अब्राहमको के भयो? परीक्षा होइन। परीक्षा कसले गर्यो? शैतानले। कसलाई? प्रभु येशूले। परमेश्वरले अब्राहमसँग के गर्नुभयो? टेम्पटेसन र टेस्ट फरक छ इङ्ग्लिसमा, नेपालीमा उस्तै उस्तै अर्थ। त्यो पनि जाँच, यो पनि जाँच। म त जाँच दिन जान लाग्छु भन्छ नि पहिले सानो। नेपालीमा त्यस्तै आउँछ, तर इङ्ग्लिसमा एकदम क्लियर छ। खराब कुराको लागि परीक्षित हुनु र सफलताको लागि टेस्ट हुनु धेरै फरक कुरा। यदि हाम्रो जीवनमा गाह्रो छ, पीडा छ, रुने अवस्था छ, पारिवारिक समस्या छ, रोग बिरामी छ, आर्थिक अवस्था गाह्रो छ, भविष्य अन्धकार देखिन्छ भने प्रभु धन्यवाद दिनुहोस्। सारा संसार के थियो? अन्धकारमय थियो। नम्बर 1। सारा संसार के थियो? अन्धकार त मैले भने, अर्को भन्नु। शून्य थियो। अर्को के थियो? आकार बिना शून्य र अन्धकार, आकार बिना शून्य, 3टा कुरा गरेको छ। हाम्रो जीवन यस्तै छ, कसैको जीवनमा यस्तै छ। बाइबलले भन्छ परमेश्वर बोल्नुभयो, उज्यालो हो। जो परमेश्वर बोल्नु हुन्छ नि त्यही हो महिमा भनेको। जो महिमा आउँछ नि उज्यालो, जो महिमा आउँछ नि नदेखियो कुरा। मोसाको आमाले मोसालाई कहाँ फाल्दिनु भयो? कहाँ फाल्दिनु भयो? मोसा बच्चा थिए 3 महिनाको। नि के गरे? एकजना महान व्यक्तिले भन्नुभयो, यही तपाईँ दगुर्न सक्नुहुन्छ भने दगुर्नुहोस्, त्यो पनि सक्नुहुन्न भने हिड्नुहोस्, त्यो पनि सक्नुहुन्न भने घिस्रिनुहोस्। मोसा एउटै मात्र काम गर्न सक्छ, त के? रुन मात्र। परमेश्वरले त्यहाँ राम्रो पाठ सिकाउनु भएको छ हामी। मोसा के भए? त्यो रुनु भनेको, मैले अघि प्रार्थना गर्दै थिएँ, त्यो रुनु भनेको धन्यवाद। आफ्नो भाषामा भन्नुभयो, हामीले बुझ्यौँ। रोए त रोए, परमेश्वरले के ल ठिक छ। अनि कहाँनिर रोए फेरि? जुन रोएपछि कसले सुनोस्? फारोको छोरीले सुनोस्। कस्तो भिआइपी ठाउँ। एउटा रोवाइले कहाँ पुगे? दरबारमा। यही हो प्रार्थना र रोवाई भनेको। परमेश्वर धन्यवाद, एकैचोटि परमेश्वर दरबारमा पुर्याइदिनु। मैले भन्न खोजेको मेरो भाषामा त्यो रोवाई भनेको, मेरो व्यक्तिगत भाषामा त्यो रोवाई भनेको धन्यवाद र प्रार्थना।
किनभने केही नगर्न सक्यो भने पनि त हामी धन्यवाद र प्रार्थना गर्न सक्छौँ नि। त्यो त हाम्रो जिब्रोबाट कसैले हटाउन सक्दैन नि। यसकारणले गर्दा जहिले पनि प्रभुलाई के गर्नुपर्छ? प्रार्थना र धन्यवाद दिन छोड्नु हुन्न। अर्को एउटा रहस्य हो धन्यवाद दिनुको। कतिपटक के हुन्छ भने हामी एकदम जोसिएर यात्रा सुरु गऱ्यौँ, मरुभूमिको यात्रा। परमेश्वरले कहाँ पुर्याउनुहुन्छ? भिआइपी सहर, टाढैबाट दूरबीनबाट हेरेको सहर देखिएछ दूरबीनबाट। ओहो कस्तो राम्रो सहर। ठ्याक्क सहरको नजिकै एउटा ठुलो के देखिन्छ? पार गर्न नसक्ने त्यो सहरको नजिकै समुद्र देखिन्छ। पार गर्नै सकिन्न। अब तपाईँ कहाँ बस्नुपर्ने हुन्छ? कहाँ बस्नुपर्ने हुन्छ? सहरमा जान पाउन सकिन्छ? सकिन्न। सहर जानै सकिन्न। अब यस्तो राम्रो घर, यस्तो राम्रो सबै दूरबीनले छाने, परमेश्वरले धोकै दिनुभयो। लास्टमा आएर धोका दिनुभयो। मैले भन्दै थिएँ कि डाउट त थियो कि, डाउट त थियो। कहाँ यस्तो हुन्छ र? बाइबल लेख्ने बित्तिकै हुन्छ र? डाउट त थियो, हुँदैन भनेर। अनि हामी के गर्छौँ अब? मरुभूमिमा, एकातिर मरुभूमि, बीचमा समुद्र, पारी सहर। यात्रा कहाँ जानको लागि सुरु गरेको? सहरमा। सहर जाने योजना क्यान्सिल। अब कहाँ बस्नु पर्यो? मरुभूमिमा। गनगनाई खाना पकाएछ, पानी पिउनै पर्यो। समुद्रको पानी कति दिन खाने? अनि के गर्न थालियो? कुवा खोल्यो। लास्टमा कुवा खोल्दा खोल्दा के पाइयो? सुनको ढल्लो। ओहो धन्नै म त्यो सहरमा गइन। यो त के रहेछ यहाँ त खनेको? कहिले परमेश्वरले यस्तै गराउनुहुन्छ। परमेश्वरले हामीले बनाएको योजनालाई ब्लक गरिदिनुहुन्छ। परमेश्वर हामीलाई मन परेको ठाउँलाई ब्लक गरिदिनुहुन्छ। परमेश्वर हामीलाई मन परेको मानिससँग सम्बन्ध कटअप गरिदिनुहुन्छ। त्यो मानिसलाई कति फाइदा हुन्थ्यो भने। कहिले परमेश्वरले हामीलाई आफ्नो डिजाइनमा सेभ गर्नको लागि, आफ्नो डिजाइनमा बनाउनको लागि हाम्रो अगाडि पर्खाल लगाइन्छ। यता फर्क्यो पनि समस्याको समाधान हुन्न, उता लास्टमा कसलाई प्रार्थना गरिन्छ? मान्छे जो हुन्न, एउटा पिस पनि मान्छे हुन्न तपाईँलाई सहायता माग्नको लागि। मेरो जीवन मैले अनुभव गरेको। याद गर्नुहोस् प्रिय, परमेश्वरले त्यो अवस्था ल्याउनु भएको कारण के हो भने तपाईँको आवाज कसलाई पोख्नुहोस्? केवल परमेश्वरले कतिपटक हामीलाई आफ्नो योजना अनुसार ल्याउनको लागि समस्याहरू ल्याइदिन्छ। त्यो समस्या नभएसम्म हामी त्यो बाटै छोड्दैनौँ। अटेरिटा हो हामी। हाम्रो आँखा त धोका खाने आँखा हो। अहिले यहाँ वचन सुन्दाखेरि आँखा के भइसकेको छ? लगिदिनुहोस् भेन्डम मल, पक्रिनुहोस् न यार, अलिक त्यो हेर्न बाँकी छ कि। आधा घन्टा लाग्छ कि पानीको फुहारा निक्लिन। एकचोटि निक्लेपछि कति मिनट समय, कति घन्टा? 1 घन्टा होइन, आधी घन्टा कि 1 घन्टा हेर्न गएको 5 मिनट कि पानी निक्लियो आउँदै आउँदैन। पछि पो थाहा भयो कति समय पर्खिनु पर्दो रहेछ। पक्रिनुहोस् एउटा अझ त्यो सकिन्छ होइन? अझ रात कटिसक्यो, आँखा अगाएको। यो पापी आँखा हो, यो पापी शरीर हो, 1 नम्बरको बेइमान शरीर हो। यो शरीरले लास्ट धोका दिन्छ। त्यस कारणले यो मान्छेको कुरा सुन्न हुन्न। 1 नम्बरको फटा मान्छे हो, मान्छे जात बन्यो। दाइ म भनेको म नै भनेको। पसन्दै हाँस्दै हुनुहुन्छ। प्रिय, यो हाम्रो जीवनको वास्तविकता हो। धन्यवाद सजिलो कहाँ निक्लिन्छ? सजिलो। छोरा पनि मर्यो, श्रीमतीले पनि भन्छे ए बुढा कसलाई सराप? कि बुढा कस्ता बुढासँग बिहा गरियो है? ए बुढा जहिले गर्ने बुढा त घरै त जहिले पनि कसैको उखाने बुढा बुढा। हामी थैट खुट्टा भए जुत्ता, अरूले पनि त्यही भन्छ। अनि हामी आफ्नो प्रकारको जीवन जलाउन थाल्छौँ। अयुब त्यस्तो थियो।
प्रभुले दिनुभयो, प्रभुले लानुभयो, परम प्रभुलाई के होस् लानुभयो। प्रिय, कहिल्यै पनि कुनै पनि परिस्थितिमा परमेश्वरलाई गनगन गर्ने बानी छ भने आजबाट डिलिट, यस्तो डिलिट गर्नुहोस् कि कहाँ गएर बस्छ र डिलिट भएको चिज हामी डिलिट गरेर आएको हुन्छ मण्डलीमा। डिलिट 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 कहिले काहीँ त पुरानो मण्डल विश्वासी भइसकेपछि त्यो डिलिट गरेको कुराहरू के गर्न थाल्छौ, के भन्छन् त्यसलाई, रिकभर गर्न खोज्छौँ। पुरानो भिडियो, पुरानो मान्छे, पुरानो आनी बानी, विश्वासी भयो जस्ताको त्यस्तै, केही प्रगति भएको छैन, अनि रिकभर गर्न खोजिन्छ। मिस्रीहरूले त्यही गर्न, मिस्रीबाट निक्लेका इजरायल त्यही गर्न खोजेको होइन। यही मोसाले मारेर त्यही ठिक थियो। त्यही मिस्रीका स्वभाव जस्तो हाम्रो आदत छ। मिस्रबाट निक्लेका मानिसहरू हामी कमजोर छैन अनि हामी रिकभर गर्न खोज्छौँ। त्यस्तो रिकभर गर्ने काम नगरौँ प्रिय। अब अर्को वर्ष महिमाको वर्ष हुन्छ, अर्को वर्ष परिवर्तनको वर्ष हुन्छ, अर्को वर्ष नयाँ, हरेक कुरा के हुन्छ, नयाँ वर्ष मनाएर मात्र हुँदैन, हाम्रो जीवनमा पनि नयाँपन आउनुपर्छ, हाम्रो बोलीमा पनि नयाँपन आउनुपर्छ। मैले आज समय नभएर यो धेरै समय लाग्छ, यो मैले यो जुन म सोचेको वचन बोल्न, मेरो दिमागमा के थियो भने कसैलाई म टेस्ट गर्थेँ कि भाइ तपाईँको योजना दिनुहोस् त, तपाईँको योजना के छ, तपाईँको व्यक्तिगत योजना ABCDEFGH जेड पनि पुग्दैन, जेड पनि अर्को के आउँछ र परमेश्वरको योजनाले के छ तपाईँको, खै अब टाउको कोट्याएर खै आफ्नो योजना भरमार छ, परमेश्वरको योजना थाहा, तपाईँ गलत डुङ्गामा चढ्नुहुन्छ। यस्तो आदत छ, यस्तो मानिसको जिन्दगी धेरै गाह्रो हुन्छ। नाम क्रिस्चियन, क्रिस्चियनको आनन्द स्वाद, नाम क्रिस्चियन स्वाद संसार, कस्तो गाह्रो हुन्छ नि होइन। अस्ति के सामान किन्दाखेरि म झुक्कीको महेश हामी को थियो, यस्तै यो घट्टा भयो, सामान किन्यो लास्टमा सामानले धोका दियो। संसारको सामान यस्तै हो प्रिय, जता गयो धोका खान्छ नमर्दासम्म। र एउटा ठाउँबाट मात्र आशा छ, परमप्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ। खुरापाती मान्छे, खुरापाती दिमाग, खुरापाती आदत हाम्रो 2024 मा के गरौँ, चोर, डाका, फटाहा, बैमानको दिमाग हुँदैन। पुलिस भन्दा खतरा दिमाग कसको हुन्छ, चोरको हुन्छ। चोरी गर्नुसम्म नि कुरो होइन नि, चोरलाई भएर अब चोरको दिमाग खतरा छ नि, उसलाई मात्र वचन मात्र ल तिमी चोरी नगर, पाप नगर, अरू जे गर, तिम्रो दिमागलाई पापको काममा नलाऊ, खतरा आत्मिक मानिस भन्छ। किनभने चोरी गर्न पुलिस भन्दा बढी दिमाग चाहिन्छ, हो कि होइन भन्नुहोस् त, हामी त्यही हो के। त्यस कारण हामी पाप नगरौँ, हामी रक्सी छोडेर पेप्सीमा नजाऊ। रक्सी छोड्यो तर के खान सुरु गरेछ पास्टर बुवा, गैल भैँस पानी, यस्तो काम नगरौँ। नयाँ दर्शन, नयाँ प्रकाश, नयाँ बोझ, नयाँ आशा, नयाँ जीवन लिएर हामी अगाडि बढौँ। अझ हाम्रो लागि परमेश्वरले के दिनुभएछ, आजको दिनसम्म यदि हामी परमेश्वरको योजना अनुसार जिएको छैनौँ भने आँखाले देखेको, कानले सुनेको, मनमा सोचेको कुरा मात्र प्राप्त भएको छ नि, जब महिमा आउँछ नि के भन्छौ, आँखाले, कानले, मनमा, वाह कस्तो होला, कसरी व्याख्या गर्ने, अब मनमै नसोचेपछि कसरी व्याख्या गर्ने, व्याख्या आउँदैन। कल्पना गरेको कुरा पो व्याख्या यस्तो यस्तो है। हाम्रो डिजाइन भन्दा परमेश्वरको डिजाइन महान। यस कारणले गर्दा मानिससँग गनगन गर्ने बानी हटाऊ। वेश्या, स्त्री
मान्छे छान्दा छान्दा परेशान, पानी लिएर आएको जिन्दगी भद्रगोल। जब त्यो बेस्या स्त्री महिमा आयो नि, महिमा आएपछि गाग्रो छोड्यो, पानी आएको मान्छे गाग्रो छोड्यो, सुसमाचार सुनाउन गयो। यस्तो सुनायो कि यसो त्यो गाउँमा 3 दिन होइन, लगभग जहाँसम्म लाग्छ 3 दिन नै सामरी स्त्री कहाँ गएर उनीहरू के गर्नुभयो? यसो बसेर प्रचार गर्न, यूहन्ना 4। यस कारणले गर्दा जब महिमा आउँछ नि, पैसा कमाउन आएको छोरो प्रचारक बनेर फिर्ता भयो भनेर नेपालमा नाम आउँछ। पैसा कमाउन गएको छोरो वर्शिप लिडर भएर आयो, पैसा कमाउन गएको छोरी यसो 50 ग्राम सुनले गरगना ढकमक्क भएर गएको छोरी उसले त बेचेर पनि के गयो? बाइबल बोकेर पो आयो। आँट छ, सुन बेच्ने आँट छ, साँच्चीकै होइन है, नआतिनुहोस्, साँच्चीकै होइन, मनबाट निकाल्नुहोस्। तपाईँ मनबाट निकाल्नुहोस् त तपाईँको तोलाको हिसाबै हुँदैन, कहिदिनुहुन्छ कहिदिनुहुन्छ। मनमा कुनै पनि कुरालाई पहिलो स्थानमा नदिनुहोस्। प्रभु तपाईँ न मेरो पहिलो प्रेम। बल लगाउनुहोस्, यसु मेरो आँखा संसारमा छ, गीत गाएको छ, पता नै आँखा कहाँ गएछ कहाँ गएछ, प्रेम भने त यस्तो भएर हुँदैन। यस कारणले गर्दा हाम्रो आँखाको आँसु कस कहाँ गरौँ? परमेश्वर कहाँ बगाम। म यो खण्ड पढेर म प्रार्थना गर्छु। अघि हामीले कहाँसम्म हेऱ्यौँ, पछि गएर पढ्नु होला, पछि हजुरहरूले यो खण्ड 9सम्म पढ्यो होला जस्तो लाग्छ मलाई। 9सम्म हो, अब 10 पढ्ने। कोही घोर अन्धकारमा बसे कैदीहरू जो फलामका सांगलाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्वरको वचनको विद्रोह गरेका थिए र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। मिस्रीहरूले परमेश्वरको आज्ञालाई विद्रोह गरे। मिस्रीहरूको घरमा अँध्यारो, इजरायलीहरूको घरमा उज्यालो भएको थियो। आमेन। र महिमा आउँछ नि, अरूको जीवन अँध्यारो, त्यही कम्पनीमा हाम्रो जीवन उज्यालो हुन्छ। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम पर्न दिनुभयो। तिनीहरू लोटे तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूको आपतबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनु भयो र उहाँले तिनीहरूको बन्धन टुक्रा टुक्रा पारिदिनु भयो। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामको निम्ति उहाँलाई धन्यवाद चढाउन्, किनभने उहाँले कासाको मूल ढोकाहरू तोडिदिनुहुन्छ र फलामे अग्लाहरू चिनाइदिनुहुन्छ। आमेन। 2024मा हामीले हाम्रो आत्मिकी जीवनको, आत्मिकी पापको कासाको मूलका ढोकाहरू के गर्नुपर्छ? तोड्नुपर्छ परमेश्वरको महिमाले। आमेन। 17 कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने र आफ्नै अपराधको कारण विपत्तिमा परे। हामी यस्तो नगरौँ। 18 पद सबै भोजनहरू तिनीहरूलाई अमन भयो र तिनीहरू मृत्युको मुखसम्म पुगे। वचन सुन्दा यो पास्टरले खाली वचन, यो दाइले खाली वचन, यो दिदीले खाली वचन, यसमा भेट्नै हुन्न नभन्नुहोस्, किनभने नाश भइरहेकाहरूका लागि मन्न पनि के भयो? वाक्क भयो। मन्न वाक्क उनीहरूलाई नाश हुन्छन्। स्वर्गीय रोटी मन नपर्ने मान्छेलाई संसारको रोटी पनि मन पर्दैन। यस कारणले गर्दा वचनमा हाम्रो आँखालाई फर्काउँ। 19 तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूको आपतबाट छुटाउनु भयो। उहाँले आफ्नो वचन पठाएर तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई मृत्युको खाडलबाट उकास्नुभयो। के पठाएर? उठ्नुहोस्, मृत्युको खाडलबाट उठ्नुहोस्। के पक्रिनुहोस्? वचन पक्रिनुहोस्। तपाईँलाई परमेश्वरले महिमाको ठाउँमा पुर्याउनु, मलाई परमेश्वरले महिमाको ठाउँमा पुर्याउनुहुन्छ। आमेन। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले धन्यवाद बलि चढाउन् र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्।
कोही कोही जहाज चढी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराईमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे, किनभने उहाँले आज्ञा गर्नुभयो र प्रचण्ड आँधी चलाउनु भयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्म चढेर गए र फेरि सागरको गहिराईमा झरे। तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवाला जस्तै रन्थनिएर धर्मराउँदै थिए र तिनीहरूको अक्कल गुम भयो। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनु भयो। अक्कल गुम भएकाहरूलाई प्रभुले अक्कल के गर्नुहुन्छ? फिर्ता गर्नुहुन्छ। आमेन। उहाँले आँधीलाई शान्त गराउनु भयो र सागरका छालहरू स्थिर भए। आँधी शान्त भएपछि तिनीहरू खुसी भए र उहाँले तिनीहरूका चाहेका बन्दरगाहमा पुर्याउनु भयो। हाम्रो जीवनको आँधी, पैसाको आँधी, पापको आँधीलाई परमेश्वरले एक समयमा आफ्नो महिमाले के गर्न सक्नुहुन्छ? नष्ट गर्न सक्नुहुन्छ। आमेन। अनि लेखेको छ तिनीहरूलाई बन्दरगाहमा, हाम्रो सुरक्षित ठाउँमा प्रभुले पुर्याउनुहुन्छ। 31 पद, तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारिफ गरून् र धर्मगुरुहरूको सभामा उहाँको प्रशंसा गरून्। उहाँले नदीहरूलाई मरुभूमिमा, बग्ने खोलालाई सुक्खा भूमिमा र मलिलो भूमिलाई नुनको मरुस्थलमा परिवर्तन गरिदिनु भयो। त्यहाँ बस्ने मानिसहरूका दुष्टता कारण यसो भएको थियो। कस्तो गम्भीर खण्ड, फेरि पढ्नु होला, प्रिय धेरैचोटि पढ्नु होला, मसँग व्याख्या गर्ने समय नभएर। परमेश्वरले कस्तो अचम्म काम गर्न सक्नुहुन्छ। 35 पद, उहाँले मरुभूमिलाई तालहरूमा र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनु भयो। आमेन। परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनु भयो अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बिउ छरे र दाखमरी लगाए, जसले असल असल उत्पादन गर्यो। उहाँले तिनीहरूलाई आशिष दिनुभयो अनि तिनीहरूको संख्यामा धेरै वृद्धि भयो र तिनीहरूका गाई वस्तुहरूलाई उहाँले घट्न दिनु भएन। परमेश्वरले गाई वस्तुको पनि के गर्नुभयो? वास्ता गर्नुभयो। आमेन। अत्याचार, विपत्ति र शोकले गर्दा तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए, जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ। उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ तिनीहरूलाई पतहीन उजाड ठाउँहरूमा भट्किन दिनुभयो, तर दरिद्रहरूलाई उहाँले तिनीहरूका विपदबाट उकास्नुभयो र तिनका परिवारहरू भेडाका बथान झै बढाउनु भयो। सोझाहरू यो देख्नेछन् र आनन्दित हुनेछन्, तब सबै दुष्टहरू आफ्नो मुख बन्द राख्नेछन्। जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दियोस् र परमप्रभुको महान करुणामाथि विचार गरोस्। आमेन। हामी बुद्धिमान बन्ने कि नबन्ने, यसलाई ध्यान दियौं र हामी नयाँ वर्षलाई घोषणा गर्नको लागि यो खण्डहरू धेरैचोटि पढौं। म फेरि पनि भन्छु, यदि सक्नुहुन्छ भने उपवास बसेर यो खण्डबाट पढेर आशिष लिनुहोस्। हामी यो खण्ड पढ्नेछौँ, हामी यो खण्डबाट आशिष बाँड्नेछौँ। एकदमै आशिष खण्ड छ प्रिय। हामी यो समयमा उठौँ, हामी छोटो प्रार्थना गरौँ, हामी फेरि पनि यो वर्षको लागि प्रभुलाई धन्यवाद दियौँ। प्रभुले हामीलाई धन्यवादको योग्यको तुल्याउनु भएको छ र अब उसोदेखि उसो हाम्रो जीवनमा कहिल्यै पनि परमेश्वरलाई कुनै पनि कुरामा धन्यवाद नदिने कुराहरू छ भने त्यसलाई हाम्रो जीवनमा काम गर्न नदेऊ। आउनुहोस्, हामी प्रभुलाई धन्यवाद दिँदै हामी प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परम प्रभु परमेश्वर, राजाहरूका राजा, हामी तपाईलाई धन्यवाद दिन्छौँ। प्रभु, तपाईले आज यो खण्डबाट कति असल शिक्षाहरू दिनुभएको छ। हे परमेश्वर, तपाईँ कति महान हुनुहुन्छ। तपाईले सहरमा पुर्याउनु भन्दा अगाडि मरुभूमिको अनुभव दिन चाहनुहुन्छ। तपाईँ आशिष दिनुभन्दा अगाडि कष्टको बाटोबाट उडाउनुहुन्छ। तपाईँ हाम्रो मुखमा हाँसो दिनुभन्दा अगाडि आँसुको बाटोबाट लग्नुहुन्छ। प्रभु, तपाईँ कति महान हुनुहुन्छ। तपाईँ चाहनुहुन्छ तपाईँका छोराछोरीहरूको जीवनमा गवाही बनोस्। तपाईँ चाहनुहुन्छ तपाईँको छोराछोरीको जीवनमा आश्चर्य कर्म हुन्। तपाईँ चाहनुहुन्छ तपाईँको छोराछोरीको जीवनमा धेरै मानिसहरूलाई बताउन सक्ने प्रभु एउटा गवाही तयार होस्। यस कारणले प्रभु, हाम्रो जीवनमा आउने सङ्कष्ट, दुःख, कष्ट, पीडा सबै कुराको लागि तपाईँलाई धन्यवाद दिन्छु प्रभु। किनभने
तपाईले हामीलाई 2024 धन्यवादको वर्षको घोषणा गर्ने अनुग्रह प्रदान गर्नुभएको छ। धन्यवाद तपाईले हाम्रो जीवनमा गर्नुभएको सबै कुराको लागि धन्यवाद। यदि हाम्रो पापको कारणले गर्दा, हाम्रो आफ्नै प्रभु कमी कमजोरीको कारणले गर्दा यदि हामीले गल्ती भोगेका छौँ भने हामीलाई 2025 मा सुधार्ने मौका दिनुहोस्। हामीलाई सुधार्नुहोस्। हाम्रो जीवनमा हामीलाई तपाईले महिमाको जीवन जिउन, तपाईको महिमालाई बोकेर जीवन जिउने हृदय र मन दिनुहोस्। जसरी इजरायलीहरूलाई कष्टपूर्ण, दुःखपूर्ण, पीडापूर्ण मरुभूमिमा तपाईले आफ्नो महिमाद्वारा दिनमा र रातोमा बाटो देखाउने माध्यम तपाईले राखिदिनु भएको थियो। अन्ततः तपाईले कनान देशमा पुर्याउनु भयो। प्रभु तपाईको महिमाले हामीलाई कनान देशमा पुर्याउँछ। प्रभु तपाईको महिमाले हामीलाई आशीषको ठाउँमा पुर्याउँछ। धन्यवाद आजको दिनको लागि प्रभु, धन्यवाद। हामी आउने वर्ष 2025 मा महिमाको वर्ष भनेर घोषणा गर्न हामी तयार छौँ प्रभु। हामी तयार छौँ, हामी तयार छौँ प्रभु। धन्यवाद। सबै बिन्ती प्रार्थना येशू ख्रीष्टको नाममा गर्छु। आमेन, आमेन।